Hello everyone, welcome to my YouTube channel. Manju Madinbakko vlogमा स्वागत छ। हामी चाहिँ आज शनिबार छुट्टी त्यही भएर घुम्नु यहाँ जाँदैछौँ हामी तीनजना। तर कहाँ जाँदैछौँ थाहा छैन। अहिले चाहिँ दुईजना छौँ। एउटा भेना चाहिँ पछाडि लगिन्छ, एउटा भेना यो ठाउँमा छौँ। यो ठाउँमा गाडीहरू यहाँ बाइक गयो एउटा खाने गरी। हामी चाहिँ गोकर्ण घुम्न गोकर्ण गोकुलु गोकर्ण ए यहाँ त अस्ति आएको होइन हामी। यस्तो छ यहाँ चाहिँ घुम्ने ठाउँ गाइजहरू। यो चाहिँ बच्चाको खेल्ने ठाउँ होइन। यस्तो रमाइलो ठाउँ रहेछ गाइजहरू है। हामी चाहिँ कति मङ्की हो। ये है हमारा चिरा कति गरेछ बनाऊ न भिडियो बनाऊ ठ्याक्कै गोरिया त छुट्टिन्छ। फलामको कता कहाँ छुट्टिन्छ। अब अगाडि जान्छ कि पछाडि जान्छ। अगाडि आउनु छिटो जानु दिदी अरे। यता आउने कि त उता जाने एकछिन ल एकछिन लाउरे नि हुनुलाई गरेर पनि खिच्ने बेला त तँलाई कालो न कालो आयो भनेर यो मान्छे छिर्यो बुझ्छ नि कपाल चाहिँ किन त्यसो गरेको खोइ धराउ न भएन यति नै। हामी चाहिँ घुम्यौँ है। घुम्दा इटौरीको मौसम चाहिँ एकदम चिसो छ। तर खासै जाडो छैन है। बिहान बेलुका चाहिँ एकदम चिसो छ गाइजहरू। अनि म चाहिँ यो छु गाइज। यस्तो छ घुम्ने ठाउँ प्याला। अनि म यहाँ छु गाइजहरू। हामी चाहिँ यसरी घुम्दैछौँ है। यसरी मौसम चाहिँ चिसो छ के गर्नु है।
है है खालि आज भोलि त हाँस्नु न त्यहाँ आउँछ दिएर हाँसेकोले यस्तै हो है गर्मी छ गर्मी गरम गरम पर यस्तो के गाईहरू खाँदा नि खाइसक्यौँ भाइ अब सेक्वा खानु बाँकी छ सेक्वा खानु गएको होइन के भने अगाडि पाउँछ कि एकदम जाडो हो जाडो जाडो छ गाईहरू यति जाडो छ इटरी मौसममा के भन्ने आज त के मलाई हाँसो चाहिँ उठ्छ के भयो आजको मौसम यस्तो छ छिटोमा त लगाएको यस्तो हेर्ने के यहाँनिर रात परिसक्यो के भन्छ न हामी चाहिँ घर फर्किन्छौँ आज किन यति हाँस उठेको के हुन्छ एकछिनमा बाहिरै भयो बिजोग भइरहेको परेछ यस्तो बिजोग भएको यो चाहिँ यस्तो तातो ठन्डा ठन्डा हो रहा है हमारा जाडो रे ठन्डा बहुत हो रहा है मात्रै गर्नु भइरहेछ किन रात परेको भने धेरै खानेकुराहरू धेरै खाएर रात पऱ्यो होइन मुना के गर्नु यस्तै हो तल पाएको दिन झन् फुल रमाइलो नाङ्लो खानुपर्छ नाङ्लो हो त अनि त यस्तो रात परिसक्यो है हामी चाहिँ यस्तो जाडो त उमेर भनेको उमेर रहेछ कि यस्तो उमेर हुँदाखेरि जाडो हुँदैन यस्तो हिँड्छ होइन हामी जस्तो बुढीमा यस्तो लाएर गरुनी बरुनी यस्तो हुन्छ क्या यस्तो हजुर अरू के भन्न चाहनुहुन्छ गाईहरू गाई मुना गाई कति हाँस्ने हजुर अहिले हाँसेको यस्तो हाँसेको चाहिँ हामीहरू नयाँ बनाउँदैछ हो कस्तो यो चाहिँ मेरो घर बनाउँदैछ पछाडि बडीगाडाहरू चाहिँ यत्रो अनि के अरे कुखुराको चल्लाहरू जस्तो तपाईँको बडीगाड गाई भन्दै मेरो घरै यो चाहिँ यो देखिँदैछ नि बनिँदैछ यो चाहिँ मेरो घर धेरै छन् मुन्ना पनि जब गर्ने होला नि पछि यो मेरो घरमा म चाहिँ के जब गर्नु झुन्ड्याएको देखिन घन्टी कस्तो राम्रो हो त्यसको सेक्युरिटी कार अनि अरू सेक्युरिटी कार्ड महिनामा
20,000 तलब थोर भयो गर्दिनँ ल 1 लाख हो गुड यतिको चाहिँ हुनुपर्छ साथी भएपछि 1 लाख एक लाखमा अन्त यहाँ हेर्ने किरानाबाट यता बजार भइरहेको हुन्छ नि यहाँ होला किराना त्यहाँ जग्गा चाहिँ छैन नि बाह्र मसँग लानुपर्छ बाह्र मसला मसला चाउँदा बच्चा गाइस गाइस यो चाहिँ मेरो नरा नयाँ रिजोर्ट नोरा के खाने भयो अर्डर गर्नु होला कृपया नोरा चाली भेना चाहिँ के खान्छ सामान तला फाइनली रुम आएको गाइजहरू आजको ब्लगमा सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला अन्त ओके बाई बाई भन्दा कति